नमस्ते साथीहरू अनि स्वागत छ तपाईहरुलाई मुभी एक्सप्लेन इन नेपालीमा। आज मैले तपाईहरुका लागि कोरियाको एकदमै उत्कृष्ट ड्रामा ब्लड हाउन्ड्सको सिजन 1 को एपिसोड 1 र 2 को कथा लिएर आएको छु। यसको सिजन 2 पनि अब छिट्टै आउँदैछ, त्यसैले सिजन 2 हेर्नु अघि सिजन 1 को कथा बुझ्नु धेरै जरुरी छ। त्यसैले म तपाईहरुलाई सिजन 1 को कथा विस्तारमा बुझाउने छु र छिट्टै सिजन 2 को कथा पनि लिएर आउने छु। यो कोरियन ड्रामा 2020 को कोभिडको समयको हो, जुन बेला कोरियामा एकदमै इकोनोमिक क्राइसिस हुँदै गएको हुन्छ र मानिसहरू आफ्नो जब गुमाउँदैछन्, बिजनेसहरू बन्द हुँदैछन् र धेरै परिवारहरू पैसाको अभावमा स्ट्रगल गरिरहेका हुन्छन्। यसैको मौकामा कोरियाका केही लोन शाहकहरूले सोझो मानिसहरूलाई फसाएर पैसा उठाइरहेका हुन्छन्। अब ड्रामाको पूरा कथा पनि सुनाउन गइरहेको छु। ड्रामाको एपिसोड 1 को सुरुवात सिनमा हामीलाई ड्रामाको मेन हिरो जनुलाई देखाइन्छ, जो एक एक्स मेरिन पनि हुन्छ र अहिले चाहिँ ऊ एउटा मेहनती र डिसिप्लिन बक्सर हुन्छ। जनु बक्सिङ रिङमा प्र्याक्टिस गरिरहेको हुन्छ। प्र्याक्टिस सकेर जनु घर जानको लागि बस स्टपमा पुग्छ। त्यहाँ एकजना मातेको मान्छे पनि हुन्छ र जनुभन्दा अगाडि बसमा चढ्न खोज्छ, तर ड्राइभरले त्यो मान्छेलाई मास्क लगाउन भन्छ, तर त्यो मान्छेले गाली गर्न थाल्छ। यो देखेर जनुले त्यो मान्छेलाई सम्हाल्छ र बसमा अगाडि बढ्छ। जनुको घरमा उसको आमा हुन्छन्। जब जनु घर पुग्छ, उसले आफ्नो आमा कोहीसँग पैसाको बारेमा कुरा गर्दै गरेको सुन्छ र यो सुनेर थोरै चिन्तित पनि हुन्छ। अब एउटा न्युजमा हामीलाई इकोनोमिक क्राइसिसको कारणले एउटा ठूलो बिल्डिङको काम बन्द भएको र उक्त कारणले गर्दा जनतालाई खतरा बढेको भनेर सुनाइन्छ। अब सिन चेन्ज भएर हामीलाई ड्रामाको अर्को क्यारेक्टर देखाइन्छ, जसको नेम हुन्छ हङ। हङ त्यही इन्कम्प्लिट बिल्डिङको कन्स्ट्रक्सन म्यानेजर हुन्छ। अहिले हङ आफ्नो भाइस प्रेसिडेन्टसँग एउटा मिटिङमा हुन्छ। उक्त भाइस प्रेसिडेन्ट ब्याङ्कको म्यानेजर हुन्छ र उसले हङलाई बिल्डिङ बनाउनको लागि 400 मिलियन वन लोन दिएको हुन्छ, तर अहिले प्रेसिडेन्टले उक्त लोन फिर्ता दिन भन्दै गरेको हुन्छ। तर हङसँग पूरा पैसा फर्काउनको लागि पैसा नै हुँदैन। यतिकैमा कुरा हुँदै गर्दा त्यहाँ अर्को क्यारेक्टरको एन्ट्री हुन्छ, जसको नेम म्योङगिल हुन्छ, जो यो ड्रामाको मेन भिलेन पनि हुन्छ। म्योङगिल यहाँ आफूलाई इन्ट्रोड्युस गराउँदै भन्छ, म एउटा स्माइल क्यापिटल नेमको कम्पनीको सिइओ हुँ। हामी अप्ठ्यारोमा परेका मानिसहरूलाई लोन दिन्छौँ। र म्योङगिलले भन्छ, म तिमीलाई सहयोग गर्छु, तर त्यसको बदलामा 3 वटा शर्त छन्। उसको शर्त हुन्छ, उक्त बिल्डिङको टपमा एउटा क्यासिनो बनेको हुनुपर्छ। क्यासिनो चलाउने उसको सपना हुन्छ। दोस्रो शर्त हुन्छ, उक्त होटेलको बेसमेन्टमा एउटा बार हुनुपर्छ। र तेस्रो शर्त यो हुन्छ कि यस्तै कोभिड-19 जस्ता भाइरस आइहालेमा क्वारेन्टिन बस्ने ठाउँ। यति शर्त सुने पनि हुम पनि सबै शर्त मान्न तयार हुन्छ र डिल गर्छ। यति डिल गरेर म्योङगिल त्यहाँबाट फर्किन्छ र कारमा पस्छ। त्यहाँ उसको वाइफ पनि हुन्छ र उक्त डिलको बारेमा सुनाउँछ। यहाँ हामीलाई एउटा कुरा नोटिस हुन्छ, जुन म्योङगिलको राइट फेसमा एउटा लामो काटेको दाग हुन्छ, जुन उसले मेकअपले छोपेको हुन्छ। हामीलाई यसको कारण पछि नै कथामा थाहा हुनेछ। अब हामीलाई अर्को सिन देखाइन्छ, जहाँ एउटा बक्सिङ टुर्नामेन्ट भइरहेको हुन्छ। यहाँ वुजिन नेमको क्यारेक्टर देखाइन्छ। वुजिन पनि ड्रामाको मेन क्यारेक्टर नै हुन्छ। वुजिन यहाँ आफ्नो अपोनेन्टलाई सजिलै हराएर नेक्स्ट राउन्डमा जाँदै गरेको हुन्छ। र अर्कोतर्फ जुनु देखाइन्छ। जुनु पनि म्याचेस जित्दै अगाडि बढ्दै गरेको हुन्छ। अब फाइनल राउन्डमा जुनु र वुजिनको भेट हुन्छ। वुजिनले जुनुलाई डोमिनेट गरिरहेको हुन्छ, तर अन्त्यमा जुनुको एउटा जोरदार बक्सिङले वुजिनलाई लडाउन सफल हुन्छ र उक्त टुर्नामेन्ट जित्छ। वुजिनले विश्वास नै गरेको हुँदैन कि उसलाई कसैले यति सजिलै हराउँछ भनेर। वुजिन यही कुरा सोच्दै बाहिर निस्किन्छ, तर त्यहाँ पहिले नै जुनु वुजिनलाई पर्खिरहेको हुन्छ। जुनुले वुजिनलाई खानाको लागि रिक्वेस्ट गर्छ। त्यहाँबाट उनीहरू कुरा गर्दै अगाडि बढ्छन् र खाना खाने ठाउँमा पुग्छन्। त्यहाँ उनीहरू आफ्नो आफ्नो कुरा सेयर गर्छन्। जुनु धेरै ठाउँमा फरक फरक पार्ट टाइम जब गरेको कुरा बताउँछ, किनकि अहिले उसको घरमा एकदमै समस्या परिरहेको हुन्छ। वुजिनले पनि आफ्नो फादर पनि एउटा बक्सर थियो र उसले पनि आफ्नो पितालाई फलो गरेर बक्सर बनेको कुरा सुनाउँछ। कुनै कुरामा थाहा हुन्छ कि दुवैजनाले मिलिटरीको ट्रेनिङ लिएको हुन्छ। दुवैजना खुसी हुँदै बाहिर निस्किन्छन्। अब उनीहरू मिल्ने साथी हुन्छन् र फोन नम्बर पनि सेयर गर्छन्। अब यहाँबाट जुनु आफ्नो आमाको क्याफेमा जान्छ र बक्सिङमा जितेको पैसा आफ्नो आमालाई दिन्छ। जुनु आफ्नो आमासँग त्यहाँबाट आफ्नो घरमा जानको लागि निस्किन्छन्। उनीहरू बाटोमा जाँदै गर्दा त्यहाँ एउटा गाडी देखा पर्छ, जुन गाडी म्योङगिलको हुन्छ। म्योङगिल गाडीबाट निस्केर एकजना मान्छेसँग कुरा गर्छ। अब यहाँ हामीलाई थाहा हुन्छ कि म्योङगिल यस्तो मान्छेहरूको खोजीमा हुन्छ जो गरिब होस् र उनीहरूलाई एकदमै पैसाको जरुरी परेको होस्। अब यहाँबाट सिन सिफ्ट हुन्छ र भोलि पल्टको दृश्य देखाइन्छ, जहाँ म्योङगिलले खटेको मान्छेहरूले अघि भने जस्तै गरिब र पैसाको जरुरी भएको मान्छेहरूसँग भेट्दै हिँडेको हुन्छ, जसमध्ये जुनुको आमालाई पनि भेट्न एकजना आइपुग्छ। जुनुको आमालाई उनीहरूले फकाएर एउटा फर्म फिलअप गर्नु भन्छन्। बिचरा जुनुको आमा सोझी हुन्छन् र उनीहरूले भने अनुसार फर्म भरेर साइन गरिदिन्छन् र त्यो मान्छेहरू त्यहाँबाट जान्छन्। अर्को सिनमा जुनु बक्सिङ ट्रेनिङको लागि जाँदै गरेको हुन्छ, तर कोभिडको कारणले गर्दा बक्सिङ ट्रेनिङ गर्ने ठाउँ क्लोज भएको हुन्छ। अब जुनु यत्तिकै फर्किँदै गरेको हुन्छ र बाटोमा उसले देख्छ कि एउटा मान्छे भाग्दै कतै गइरहेको छ।
र उसोपछि अर्को मान्छे उसलाई लखेर्दै गइरहेको छ। यो देखेर जुनु त्यतैतिर कुद्छ र पुग्ने बित्तिकै जुनुले त्यो मान्छेलाई खेदाउँदै गरेको मान्छेलाई रोक्न सफल हुन्छ। तर त्यो मान्छे केटा नभएर केटी हुन्छन्, जसको नेम ह्युन्जु हुन्छ र मुभीको लिड क्यारेक्टर पनि हुन्छन्। त्यहाँ जुनुले किन त्यो मान्छेको पछि गरेको भनेर सोध्छ अनि ह्युन्जुले पनि भन्छन् त्यो मान्छेले मेरो पैसा चोरेको थियो, त्यसैले म त्यसको पछि गरेको। अब यहाँबाट ह्युन्जु घर जान्छन् जहाँ उसको ग्रान्डफादर हुन्छ, जसको नेम चोई हुन्छ र हिँड्न नसक्ने हुन्छ। हामीले मुभीमा उसलाई सिइओ चोई भनेर चिन्छौँ। सिइओ चोई एकदमै राम्रो मान्छे हुन्छ। चोईले धेरै गरिबहरूलाई मद्दत होस् भनेर पैसा दिएको हुन्छ। चोईले पैसा दिने बेला सबैलाई भन्थ्यो पछि जब पैसा हुन्छ अनि मात्र फिर्ता गर्नु। यसरी नै सिइओ चोईको पैसा धेरै मानिसहरूले ठगेको पनि थियो। यहाँ ह्युन्जुले आफ्नो ग्रान्डपालाई यही कुरा सम्झाउँदै हुन्छन् कि यसरी बिना इन्ट्रेस्ट कसैलाई पनि पैसा नदिनु, यसरी हामीलाई धेरै घाटा भइसकेको छ। सिइओ चोईले भन्छ यस्तो कोभिडको समयमा सबैलाई गाह्रो परेको हुन्छ र यही बेला हो हामीले मानिसहरूलाई सहयोग गर्ने। यही नजिक सिइओ चोईले एकजना एक्स आर्मीलाई कल गर्छ र भन्छ मलाई एकजना बडीगार्डको जरुरत छ जो एकदमै इमान्दार होस् र मेरो नातिनीको राम्रो गार्ड गर्न सक्ने होस्। अब यहाँबाट फेरि शिफ्ट चेन्ज भएर म्युङ्गिलले पार्टी गर्दै गरेको ठाउँमा देखाइन्छ। यहाँ म्युङ्गिलको लागि खुसीको खबर आउँछ। म्युङ्गिलले कन्स्ट्रक्सन कम्पनीमा इन्भेस्ट गरेको कम्पनीले उसको डिल पक्का गरेको हुन्छ। अब यहाँ म्युङ्गिलले आफ्नो म्यानेजरलाई धेरै केटाहरू रेडी गर्नु र सबैलाई मास्क लगाउन भन्नु भन्छ। अब यहाँबाट म्युङ्गिल गाडीमा निस्किन्छ र जम्मूको आमाको क्याफेमा पुग्छ। क्याफेमा पुगेर म्यानेजर भित्र जान्छ र जम्मूको आमालाई भन्छ तपाईले वादा तोड्नु भएको छ। हामीले तपाईलाई लोन दिने बेला जुन फर्म भराएको थियौँ त्यहाँ तपाईले लिनुभएको लोनको 10% 24 घण्टाभित्र दिने भनेर साइन गर्नुभएको थियो। 24 घण्टा बितिसकेको छ र अब त्यसको बदलामा तपाईले हामीलाई 40 मिलियन बोन तिर्नुपर्छ। यो सुनेपछि जङ्गूको आमा चकित पर्छिन् र डराउँछिन् पनि, तर मैले यस्तो डिल गरेको छैन भनेर भन्छन्। म्यानेजरले धम्काउँदै पैसा माग्न थाल्छ र यो देखेर जङ्गूको आमाले पुलिसलाई कल गर्छु भन्छन् र जङ्गूलाई कल गरेर त्यहाँको हालत बताउँछिन्। यत्तिकैमा बाहिर बसेको गुण्डाहरू भित्र आउँछन् र तोडफोड गर्न थाल्छन्। जङ्गू पनि उताबाट आफ्नो आमालाई बचाउन आउँदै गरेको हुन्छ र उसले त्यहाँ देख्छ कि भित्र उसको आमालाई म्यानेजरले पक्रेर राखेको हुन्छ। जङ्गू भित्र जान खोज्छ तर उसलाई त्यहाँ एउटा गुण्डाले रोक्छ। जङ्गूले पनि त्यहाँ भएका सबै गुण्डाहरूलाई एक एक गरेर ढाल्दै जान्छ र भित्र पुगेर म्यानेजरलाई पिट्न खोज्दै हुन्छ। तर यहाँ म्युङ्गिल आइपुग्छ र भन्छ तिम्रो आमाले हामीसँग लोन लिएकी छन्, म त्यही लिन आएको हो। जङ्गूले भन्छ तिमीहरूले हाम्रो क्याफे तोडफोड गरेको छौ, पहिले यसको पैसा तिर अनि मात्र लोन फिर्ता गर्छु। यो सुनेर म्युङ्गिलले आफूसँग ल्याएको सबैभन्दा बलियो गुण्डालाई अगाडि पठाउँछ र यहाँ जङ्गू र त्यो गुण्डा बीच लडाईँ हुन थाल्छ। जङ्गूले त्यो गुण्डालाई जति पिटे पनि कुनै असर परेको हुँदैन र उल्टै जङ्गूलाई त्यो गुण्डाले पिटेर हालत खराब बनाइदिन्छ। यहाँ जङ्गू उठ्नै नसक्ने हालतमा पुग्छ। अब म्युङ्गिल त्यहाँ आएर जङ्गूलाई मेरो लागि काम गर भनेर अफर गर्छ, तर जङ्गूले तिमीहरू जस्तोको लागि म काम गर्दिन भनेर म्युङ्गिलको फेसमा थुकिदिन्छ। यो सुनेपछि म्युङ्गिलले धारिलो चक्कु झिक्छ र जङ्गूको फेसमा लामो घाउ हुने गरी काटिदिन्छ र म्युङ्गिलको इभल स्माइलको साथ यो एपिसोड यही सकिन्छ। अब सुरु गरौँ एपिसोड 2 को कहानी। एपिसोड 2 को सुरुवातमा हामीलाई हस्पिटलको दृश्य देखाइन्छ जहाँ जनु हस्पिटलमा एडमिट भएको हुन्छ। उसको आमा एकदमै चिन्तित भएर बाहिर बसिरहेकी हुन्छन्। यो सबै आफूले गर्दा भएको भनेर सोच्छिन्। भित्र जनुको फेसमा 30 टाँका लगाएको हुन्छ, यसको मतलब घाउ धेरै नै ठुलो हुन्छ। अब केही दिनमा जनु हुजिनको साथ हस्पिटलमा घाउको टाँका हटाउन जान्छ र डाक्टरले उसलाई लेजर ट्रिटमेन्ट गर्नु भनेर सजेस्ट गर्छ, तर जनुले मान्दैन किनकि लेजर ट्रिटमेन्टको लागि धेरै नै खर्च चाहिन्छ र अहिले जनुसँग त्यत्रो खर्च हुँदैन। जनु त्यहाँबाट बाहिर निस्किन्छ। बाहिर हुजिन बसेको हुन्छ र हुजिनले म्युङ्गिलको खिलाफ पुलिसमा रिपोर्ट गर्नुपर्छ भनेर सम्झाउँछ, तर जनुले मान्दैन र भन्छ मलाई म्युङ्गिलले धम्की दिएको छ कि यदि मैले पुलिसमा रिपोर्ट गरेँ भने उनीहरूले मेरो आमालाई मारिदिन्छन्। यहाँ हुजिनले जनुको आमाले लिएको लोनको कन्ट्र्याक्ट पेपर हेर्छ र सबै सम्झाउँछ कि कसरी उनीहरूले जनुको आमालाई फसाएका छन्। हुजिनले अझै भन्छ यो कुनै कम्पनी होइन, यो एउटा स्क्याम ग्रुप हो जसले मान्छेलाई फकाएर साइन गराउँछन् र पछि धम्काएर डबल पैसा माग्छन्। हुजिनले जति सक्दो छिटो पैसा बुझाउनु पर्ने, नभए हामीले जति ढिलो गर्छौँ त्यति नै एमाउन्ट बढ्दै जान्छ भन्ने कुरा पनि बताउँछ। अब यहाँबाट निस्केर उनीहरू दुवैजना एउटा मान्छेको घरमा जान्छन् जो हुजिनले चिनेको हुन्छ। उनीहरू त्यहाँ केही सहयोग पाउने आशामा गएका हुन्छन्। त्यो मान्छेले 1% इन्ट्रेस्टमा लोन दिन तयार हुन्छ, तर त्यसको बदलामा उनीहरूले त्यो मान्छेको लागि काम गर्नुपर्छ भन्छ। त्यो मान्छेको अनुसार उनीहरूले पैसा उठाउने काम गर्नु पनि पर्छ र यो काममा थोरै खतरा र झगडा पनि हुन सक्छ। यो सुनेपछि जनु काम गर्न मान्दैन किनकि जनु एउटा इमान्दार केटा हुन्छ र उसले कसैलाई पनि यस्तो कामको लागि हानि नपुर्याउने कुरा भन्छ। उनीहरू त्यहाँबाट पैसा नलिनै फर्किन्छन्।
अब नेक्स्ट सिनमा हामीलाई ह्योन्जुले अघि पिछा गरेको मान्छेलाई देखाइन्छ जसको नेम जेम्योङ हुन्छ। एक्चुअली यो मान्छेले सिइओ चोइबाट आफ्नो आमा बिरामी भएको नाटक गरेर धेरै रकम लोन लिएको थियो। जेम्योङ त्यहाँबाट निस्केर कतै जान्छ र उसलाई पछ्याउँदै ह्योन्जु पनि जान्छन् र एउटा ठुलो बिल्डिङमा पुग्छिन्। यो बिल्डिङमा आएर जेम्योङ म्योङगिलको म्यानेजरसँग मिल्छ र उसले धेरै पैसा म्यानेजरको हातमा दिन्छ। ह्योन्जुले यो सबै कुरा नोटिस गरिरहेकी हुन्छन् र लुकेर म्यानेजरको फोटो क्लिक गर्छिन्। नेक्स्ट सिनमा हामीलाई त्यही एक सोल्जर देखाइन्छ जसलाई सिइओ चोइले ह्योन्जुको लागि बडीगार्ड खोज्नु भनेको हुन्छ। उसले अहिले त्यहाँ बडीगार्डको लागि केटाहरूलाई इन्टरभ्यू लिँदै गरेको हुन्छ। यहाँ जनु र वुजिन पनि आइपुग्छन् र त्यो एक सोल्जरसँग कुरा गर्छन्। अन्त्यमा एक सोल्जरले उनीहरूलाई मिस्टर चोइसँग भेट्नुपर्छ भनेर भन्छ। यता ह्योन्जु घर आइपुग्छिन् र अघि भएको घटना सुनाउँछिन्। जेम्योङले अलग अलग मान्छेहरूको नेमबाट 400 लिएको कुरा पनि बताउँछिन् र त्यो पैसा उसले एउटा अर्को मान्छेलाई दिएर गएको थियो भन्ने कुरा पनि बताउँछिन्। मिस्टर चोइले ह्योन्जुलाई यसरी एक्लै त्यस्तो मान्छेहरूको पछि गर्दा खतरा हुने र त्यसको लागि मैले तिमीलाई 2 जना बडीगार्ड सिलेक्ट गरेको छु भन्छ। उनीहरू भोलि मिल्न आउनेछन् भन्छ, तर ह्योन्जु यो कुरामा राजी हुँदैनन्। भोलिपल्ट वुजिन र जनु भेट्न आउँछन्। पहिले सिइओ चोइले उनीहरूसँग कुरा गर्छन्। जनुलाई सिइओ चोइले फेसमा भएको घाउको बारेमा सोध्छन्। जनुले पनि सबै घटनाको बारेमा मिस्टर चोइलाई सुनाउँछ। मिस्टर चोइले आफू पनि पहिले लोन साग चलाउने तर अहिले त्यो काम छोडेर गाह्रो परेको मान्छेलाई 0% इन्ट्रेस्टमा लोन दिने कुरा बताउँछन्। मिस्टर चोइले भन्छ, मलाई अहिले एकजना इमान्दार र राम्रो मान्छेको जरुरत छ जसले मेरो नातिनी ह्योन्जुको प्रोटेक्ट गर्न सकोस्। ह्योन्जुसँग मेरो रगतको नाता त छैन, तर मेरो आफ्नो भन्ने उनी मात्र छन् र म उनलाई जसरी पनि प्रोटेक्ट गर्न चाहन्छु। मिस्टर चोइले गियोन हुलाई किन बक्सर बन्न चाहेको भनेर सोध्छन्। गियोन हुले पनि आफू सानो हुँदा आफ्नो पिताले धेरै रक्सी खाएर आफ्नो आमालाई दुःख दिने र त्यसैको कारण आफ्नो आमाको प्रोटेक्ट गर्न सकू भन्ने हिसाबले बक्सर बन्न चाहेको कुरा सुनाउँछ। यति सुनेपछि मिस्टर चोइले उनीहरूलाई पठाउँछन् र आफ्नो म्यानेजरलाई गियोन हुको लागि भनेर केही रकम उसको घरमा पठाइदिन्छन्। गियोन हु त्यति धेरै पैसा आफ्नो हातमा देखेर धेरै इमोसनल हुन्छ र आफ्नो आमालाई आफूले एउटा जबको लागि एप्लाई गरेको र उनीहरूले नै यो पैसा एडभान्स दिएको भनेर बताउँछ। अर्को सिनमा हामीलाई म्योङगिल मिस्टर हङसँग मिल्न आएको हुन्छ जो बिल्डिङको कन्स्ट्रक्सन म्यानेजर हुन्छ। मिस्टर हङसँग मिल्न जानुभन्दा पहिले म्योङगिलको वाइफले मिस्टर हङसँग सावधानी अपनाउनु भनेर सल्लाह दिन्छन्। म्योङगिललाई यो पनि थाहा हुन्छ कि मिस्टर हङले एउटा मान्छे ल्याएको छ जो एक पुलिस अफिसर हुन्छ। म्योङगिल मिस्टर हङलाई भेट्न भित्र जान्छ। त्यहाँ उनीहरूले धेरै रक्सी पिउँछन् र यहाँ म्योङगिललाई हङ र उसको साथी मिलेर धेरै डोमिनेट गर्छन्, तर म्योङगिलले केही भन्दैन। मिस्टर हङले म्योङगिललाई भन्छ, जुन पैसा तपाईले मलाई दिन लाग्नु भएको थियो त्यो मलाई अरू ठाउँबाट मिलिसक्यो र मलाई अब तपाईको पैसाको जरुरत छैन। र अन्त्यमा हङले म्योङगिललाई धम्काउँदै भन्छ, अब मेरो बाटोमा कुनै पनि बाधा पुर्यायो भने तिमीलाई मबाट कसैले पनि बचाउन सक्दैन। म्योङगिल त्यहाँबाट रिसाएर बाहिर निस्किन्छ र आफ्नो केटालाई मिस्टर हङको बारेमा सबै डिटेल तयार पार्नु भनेर आदेश दिन्छ ताकि उक्त डिटेल हङको विरुद्ध प्रयोग गर्न सकोस्। नेक्स्ट सिनमा गियोन हु र वुजिन मिस्टर चोइलाई भेट्न जान्छन् र वुजिन पनि गियोन हुसँगै काम गर्न चाहेको कुरा बताउँछ। वुजिनले भन्छ, मलाई पनि यही जब दिनुस् ताकि हामी मिलेर तपाईको ग्रान्ड डटरको प्रोटेक्ट गर्न सकौँ। यो सुनेर मिस्टर चोइले भन्छ, मैले त तिमीहरूलाई स्यालेरी मात्र दिने हो, जबमा राख्ने नराख्ने त मेरो नातिनीको हातमा छ। अब तिमीहरूले ह्योन्जुसँग इन्टरभ्यू लिनुपर्छ। मिस्टर चोइले दुवैजनालाई त्यही ह्योन्जुलाई वेट गर्न भनेर जान्छ। अब त्यहाँ जियोनहु र वुजिन त्यही लाइब्रेरीमा ह्योन्जुलाई कुर्दै त्यहाँ यताउता घुम्न थाल्छन् र यत्तिकैमा जियोनहुले त्यहाँ भएको एउटा बुक निकाल्छ, तर त्यो बुक नभएर त्यहाँभित्र एकदमै धेरै पैसा हुन्छ। त्यसरी नै त्यहाँ 2 जनाले अरू बुकहरू पनि निकाल्छन्। सबै बुकबाट त्यसरी नै पैसा निस्किन्छ। अब उनीहरूलाई थाहा हुन्छ कि त्यो लाइब्रेरी बुकले नभएर पुरै पैसाले भरिएको छ। यतिकैमा जियोनहुले वुजिनलाई भन्छ कि म पहिले नै एकपल्ट ह्योन्जुसँग मिलिसकेको छु। एकपल्ट ह्योन्जु एउटा मान्छेको पछि गर्दै थियो, त्यही बेला मेरो भेट ह्योन्जुसँग भइसकेको थियो। यतिकैमा ह्योन्जु त्यहाँ आइपुग्छिन् र वुजिनले भन्छ, हामीलाई तिम्रो ग्रान्डपाले तिम्रो लागि बडीगार्ड चुज गरिसक्नु भयो। यति सुनेपछि ह्योन्जुले भन्छन्, मलाई कुनै बडीगार्डको जरुरी छैन र तिमीहरू यहाँबाट जान सक्छौ। वुजिन यति सुनेर त्यहाँबाट निस्किन्छ, तर जियोनहु त्यही ह्योन्जुको अगाडि घुँडा टेकेर बिन्ती गर्दै आफूलाई बडीगार्ड राख्नु भन्छ। उसले भन्छ, मलाई जब र पैसाको एकदमै खाँचो छ, प्लिज मलाई 1 मन्थको समय देऊ। यदि तिमीलाई मेरो काम मन परेन भने मलाई जबबाट निकाल्न सक्छौ। यो सुनेर ह्योन्जुले भन्छन्, यदि तिमीलाई यति धेरै पैसाको खाँचो परेको छ भने मेरो ग्रान्डपासँग मागेर लिन सक्छौ। तिमीलाई ग्रान्डपाले बिना इन्ट्रेस्ट पैसा दिनुहुन्छ। तर जियोनहुले भन्छ, मलाई पहिले नै ग्रान्डपाले 2 सालको लागि स्यालेरी दिइसक्नु भयो र मैले त्यो पैसा मेरो आमाले लोन लिएको कम्पनी स्माइल क्यापिटललाई बुझाइसके। अब म अहिले नै त्यो पैसा फिर्ता गर्न पनि सक्दिनँ, त्यसैले मलाई यो जबमा राख। स्माइल क्यापिटलको नेम सुनेपछि ह्योन्जुले जियोनहुको कुरा मान्छिन्
र दुवैजनालाई जबमा राख्न राजी हुन्छन्। त्यहाँबाट उनीहरू खाना खानुको लागि एक ठाउँमा जान्छन्। यहाँ खाना खाँदा हेन्जोले जुनहुलाई स्माइल क्यापिटललाई कसरी चिनेको, उनीहरूले तिमीलाई कसरी फसाए सोध्छिन्। जुनहुले पनि भएको सबै घटना सुनाउँछ र यदि उनीहरूको खिलाफ पुलिसलाई भन्यो भने उनीहरूले मेरो आमालाई मारिदिन्छन् भन्छ। हेन्जोले भन्छन् मेरो ग्रान्डपाले गरिब र समस्या परेको मान्छेहरूलाई उनीहरूको भलाइ होस् भनेर 0% इन्ट्रेस्टमा लोन दिनुहुन्छ, तर केही मान्छेहरूले मेरो ग्रान्डपाको सोझोपनको फाइदा उठाएका छन्। त्यस्तै एकपल्ट जेमिङ नेमको मान्छेले मेरो ग्रान्डपासँग उसको आमा बिरामी भएको छ भनेर धेरै पैसा लिएको थियो, तर त्यति पैसा लिएर ऊ हरायो। मैले उसलाई 1 वर्षदेखि पछि गरिरहेको छु र एकपल्ट मैले उसलाई स्टेसनमा भिखारीको रूपमा देखेँ, तर पछि मलाई थाहा भयो कि त्यो भिखारी नभएर भिखारी बनेको नाटक गर्दैछ र त्यहाँ भएका अरू भिखारीको आइडी उनीहरूलाई फकाएर लिन्छ। त्यसपछि त्यो आइडी युज गरेर धेरै लोन लिन्छ। त्यसपछि हेन्जुले फोनमा अघि खिचेको म्युङ्गिलको म्यानेजरको फोटो देखाउँछिन् र भन्छन् जेमिङले यही मान्छेलाई लगेर पैसा दिएको थियो। जुनहुले त्यो फोटो देखेर भन्छ यही मान्छेले मेरो आमालाई फसाएर लोन पेपरमा साइन गराएको थियो। अब यहाँबाट उनीहरू 3 जना नै जेमिङको पछि जान्छन् ताकि उनीहरूले दैनिक कति मान्छेहरूलाई फसाएर उनीहरूको आइडी लिन्छन् थाहा पाउन सकुन्। अर्कोतिर जेमिङ र उसको ग्याङहरू भिखारी बन्नको लागि मेकअप गर्दै थिए। यता जुनहु र वुजिन मास्क लगाएर जेमिङको पछि गर्न जान्छन्। जेमिङ र उसको ग्याङ एउटा सपिङ मलभित्र जान्छन् जहाँ धेरै होमलेस मान्छेहरू सुतिरहेका हुन्छन्। त्यहाँ गएर उनीहरूले एउटा होमलेस मान्छेलाई उठाउँछन् र भन्छन् हामी होमलेस एसोसिएसनको मान्छे हौँ, हामी होमलेस मान्छेहरूलाई सहयोग गर्छौँ र यदि तिमीले हाम्रो ग्रुपमा जोइन गर्यौ भने तिमीलाई खाना र महिनामा पैसा पनि मिल्छ, तर त्यसको लागि तिमीले तिम्रो आइडी हामीलाई दिनुपर्छ। यति सुनेपछि त्यो होमलेस मान्छेले पनि सहयोग पाउने आशामा आफ्नो आइडी दिन्छ। यो सबै जुनहु र वुजिनले परबाट हेरिरहेका हुन्छन्। फेरि जेमिङ अर्को मान्छेको आइडी लिन अर्को ठाउँमा जान्छ र फकाउँदै आइडी माग्न थाल्छ, तर त्यो मान्छेले उल्टै तिमीहरूले मेरो आइडी पहिले चोरेर लगेका छौ, मलाई त्यो आइडी फिर्ता गर भन्दै कराउँछ। यसको मतलब पहिले नै जेमिङले उसको आइडी लिइसकेको थियो र त्यहाँ 2 जना बीच हातापाई हुन्छ। तर जेमिङको ग्याङले त्यो होमलेसलाई पिट्न थाल्छन्। यो देखेर जुनहु त्यो मान्छेलाई बचाउन जान खोज्छ, तर वुजिनले रोक्दै भन्छ हामीलाई फलो मात्र गर्न भनिएको छ, यस्तो लफडामा नपर। तर उता त्यो मान्छेलाई पिटेर रगत नै निकालिसकेको हुन्छ। यो देखेर जनुले आफूलाई रोक्न सक्दैन र उसलाई बचाउन त्यता दौडिन्छ। यही सिनको साथ यो एपिसोड 2 पनि यही अन्त्य हुन्छ। ल त साथीहरू, आजको भिडियोमा मैले तपाईहरुलाई ब्लड हाउन्ड्सको एपिसोड 1 र 2 को कथा सुनाएँ। म छिट्टै नै बाँकी एपिसोडहरुको कथा लिएर आउनेछु। त्यतिन्जेलसम्मका लागि मलाई बिदा दिनुहोस् र मेरो च्यानललाई सब्स्क्राइब, शेयर गर्नुहोस्, साथै भिडियो कस्तो लाग्यो कमेन्ट गरेर भन्नुहोस्। धन्यवाद।